ल है आजबाट चाहिँ हामी एन्ड्रोइड फन्डामेन्टल्स भन्नाले एन्ड्रोइडमा चाहिँ कस्तो कस्तो कुराहरू हुन्छ, हाम्रो फोल्डर आर्किटेक्चर कस्तो कस्तो हुन्छ होइन, हामी अनि प्रोजेक्टहरू कसरी क्रिएट गर्ने एन्ड्रोइड स्टुडियोमा त्यो कुराहरू पढ्छौँ। त्योभन्दा अगाडि चाहिँ हाम्रो अब इम्पोर्टेन्ट फाइल्सहरू हुन्छ, हाम्रो कन्टेन्ट्सहरू भन्नाले इम्पोर्टेन्ट फाइल्सहरूमा चाहिँ एन्ड्रोइडको कस्तो कस्तो टास्कहरू हुन्छ होइन, यसले चाहिँ कस्तो कस्तो टास्कहरू गर्छ र किन युज गरिन्छ, त्यो कुराहरू चाहिँ हामी आज त्यो कुराहरू डिस्कस गर्छौँ है। अब फर्स्टमा चाहिँ हाम्रो अब एन्ड्रोइड मेनिफेस्ट फाइल भन्ने हुन्छ है। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हाम्रो एपमा हुने सम्पूर्ण कुराहरू के छ भन्दाखेरि एपको स्ट्रक्चर भन्नाले कस्तो खालको अब हाम्रो एक्टिभिटिजहरू के छ, कस्तो कस्तो कम्पोनेन्टहरू बनेको छ होइन, कस्तो कस्तो पर्मिसन्सहरू हामीले युज गरेको छ, अनि त्यो सबै कुराहरू चाहिँ हाम्रो मेनिफेस्टमा चाहिँ हामीले इन्क्लुड गर्छौँ। यसले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो यहाँनिर देख्न सक्नुहुन्छ होइन, एक्टिभिटिजहरू छ। एक्टिभिटिज भनेर चाहिँ के भन्दाखेरि चाहिँ अब हाम्रो हरेक स्क्रिनहरू हुनसक्यो है, हाम्रो क्लास जुन हामीले बनाउँछ नि होइन जावाहरूमा, त्यस्तै टाइपको टाइप अफ एक्टिभिटिज भनेको चाहिँ हामीले चाहिँ अब कस्तो कस्तो स्क्रिनहरू बनाउँछौँ त्यो कुराहरू हामीले एन्ड्रोइड मेनिफेस्टमा इन्क्लुड गर्नुपर्ने हुन्छ। अर्को भनेको सर्भिसेस भनेको चाहिँ अब हामीले कुनै पनि टास्कहरूलाई ब्याकग्राउन्डमा रन गर्नु पऱ्यो भने चाहिँ हामीले सर्भिसेसहरू बनाउँछौँ। यो भनेको चाहिँ जस्तो अब हामीले गीत बजाउँदा बजाउँदै अब हामीले के गर्छौँ भन्दाखेरि चाहिँ ब्याक गऱ्यो भने पनि गीत बजिरहेको हुन्छ नि होइन, हो यतिखेर चाहिँ अब हामीले चाहिँ सर्भिसेसलाई चाहिँ इनिसियलाइज गर्नुपर्ने हुन्छ। अर्को भनेको ब्रोडकास्ट रिसिभर है। ब्रोडकास्ट रिसिभरले भनेको चाहिँ हाम्रो एपमा हुने जे कुराहरू हुन्छ भन्नाले इभेन्ट्सहरू के भइरहेको हुन्छ त्यो कुराहरूलाई चाहिँ नोटिफाई गर्नको लागि हामीले ब्रोडकास्ट रिसिभर्सहरू युज गर्छौँ। यो भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ लेट्स चाहिँ अब मैले युट्युब चलाइरहेको छु होइन, मेरोमा चाहिँ इन्टरनेट कनेक्सन अफ छ है। अब इन्टरनेट कनेक्सन अफ छ तर पछि मैले के गरेँ भन्दाखेरि इन्टरनेट कनेक्सन फेरि अन गरेँ भनिसकेपछि के गर्ने भन्दाखेरि अब थ्रु आउट द एपमा पनि त्यो कुराहरू आउने भयो, प्लस हाम्रो थ्रु आउट द सिस्टममा के हुने भयो, त्यो वाइफाईको सिग्नल चाहिँ जाने भयो। अर्को भन्नुपर्दाखेरि हामीले चार्जिङ गरे मलाई के हुन्छ, चार्जिङको जुन त हाम्रो चार्जिङ भनेर जुन कुराहरू देखाउँछ नि त्यो सबै कुराहरू केबाट गर्ने भयो, हामीले ब्रोडकास्ट रिसिभरबाट भनेको हाम्रो एपमा चाहिँ जे इभेन्ट्सहरू हुन्छ त्यो कुराहरूलाई नोटिफाई गर्नको लागि चाहिँ हामीले ब्रोडकास्ट रिसिभर युज गर्छौँ थ्रु आउट द एप है। अर्को भनेको के छ यहाँ कन्टेन्ट प्रोभाइडर्स है। कन्टेन्ट प्रोभाइडर्स भनेको चाहिँ अब हाम्रो सेयर डाटाहरूलाई चाहिँ कसरी ह्यान्डल गर्ने, यसले चाहिँ म्यानेज गर्छ हाम्रो सेयर डेटाहरूलाई कन्टेन्ट प्रोभाइडर्सले। कस्तो भनेको यो चाहिँ हाम्रो वाट्सएपहरूमा हामीले के गर्छौँ, के अरे हाम्रो कन्ट्याक्ट पर्मिसन्स दिइसकेपछि के गर्छ भन्दाखेरि हाम्रो सबै कन्ट्याक्ट्सहरूलाई लिइराखेको हुन्छ नि त होइन, हो कन्टेन्ट प्रोभाइडर्सहरूले चाहिँ हाम्रो डेटाहरू एक्सचेन्ज या त म्यानेज गर्नको लागि युज गर्ने भयो। ठिक छ, एक्टिभिटी सर्भिसेस ब्रोडकास्ट रिसिभर सबै कुरा बुझ्यो, हामी अगाडि नै पढ्छौँ यो कुराहरू होइन। अनि अर्को के छ भन्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ हाम्रो एपको इन्ट्री पोइन्टहरू चाहिँ हामीले डिफाइन गर्छौँ है। एपको इन्ट्री पोइन्ट मतलब अब हामीले चाहिँ हाम्रो एप खोल्ने बित्तिकै हामीले कुनलाई देखाउने त, लन्चरको कुन काम कसले गर्ने त होइन, त्यो सबै कुराहरू चाहिँ हाम्रो केमा हुनुभयो, इन्टेन्ट फिल्टर्सहरू त्यसले गर्छ। अनि अब हाम्रो सबै कम्पोनेन्ट कसरी इन्टरेक्ट गर्छ भन्नाले हाम्रो सेटिङ्सहरू यसमा इन्टेन्टको पनि सबै कुराहरू चाहिँ हाम्रो मेनिफेस्टमा चाहिँ हामीले डिक्लेयर गर्छौँ। केही छ यहाँसम्म होइन है। अर्को भनेको मिनिमम टार्गेट एसटिके भर्जन्स एपिआई लेभल्स। अब मिनिमम टार्गेट एसटिके भर्जन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ अब हाम्रो डेभलप गर्ने बेलामा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले कुन एपिआई लेभल या त एसटिकेसँग चाहिँ हाम्रो सपोर्ट गर्ने भन्ने कुराहरू छ। डिफ्रेन्ट एसटिके भर्जन्सहरू चाहिँ हामीले युनिट 1मा पढिसकेको छ यो कुराहरू है। अब एपिआई लेभल भनेको त्यही नै कुरो, हाम्रो भर्जन्सहरूलाई चाहिँ डिटरमाइन गर्ने कुराहरू हाम्रो एपिआई लेभल्सहरू हुन्छ। अर्को भनेको अब हाम्रो अब कस्तो कस्तो टाइपको हामीले हार्डवेयर सफ्टवेयर्सहरू युज गरेको छ त्यो सबै कुराहरू चाहिँ हाम्रो मेनिफेस्टमा चाहिँ हामीले ल्याएर डिक्लेयर गर्छौँ। ठिक छ। अर्को भनेको एप पर्मिसन्स। अब पर्मिसन्सको कुराहरू भइहाल्यो, डिफ्रेन्ट अब नोटिफिकेसनको पर्मिसनहरू हुनसक्छ, ग्यालरीको पर्मिसन्सहरू हुनसक्छ। हाम्रो एपमा थ्रु आउट द एपमा हामीले जतिसुकै पर्मिसन्सहरू हामीले युज गर्छौँ त्यो सबै कुराहरू चाहिँ हामीले मेनिफेस्टमा ल्याएर डिक्लेयर गर्नै पर्छ। ठिक छ। अनि अर्को भनेको चाहिँ हाम्रो मेटाडेटा छ, एप नेम, आइकन र थिम, यो सबै कुराहरू चाहिँ हाम्रो मेनिफेस्टमा ल्याएर हाल्छौँ। एप नेम भन्ने थाहा भइहाल्यो, आइकन भनेको चाहिँ जुन हाम्रो लन्चर आइकन हुन्छ नि होइन, नजिकको एपमा चाहिँ हाम्रो बिजनेसको भनौँ न होइन लोगोजहरू या त एपको लोगोजहरू सबै कुराहरू चाहिँ हामीले मेनिफेस्टमा ल्याएर डिफाइन गर्छौँ। ठिक छ, यहाँसम्म केही छ होइन है। अब अर्को छ एउटा चाहिँ ट्याग्सहरू छ है, डिफ्रेन्ट ट्याग्सहरू हुन्छ। अब एक्सएमएलमा चाहिँ यो त हाम्रो मेनिफेस्ट चाहिँ एक्सएमएल उसमा हुन्छ, हाम्रो के भन्छ एक्सएमएल फर्मेटमा हुन्छ है। अब मेनिफेस्ट ट्याग भनेको हाम्रो चाहिँ सबै कुराहरूलाई ऱ्याप गर्ने भनेको फर्स्ट हाम्रो सबै मेनिफेस्ट ट्याग हो। यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि प्याकेजको नेम भन्नु खोजेको चाहिँ अब हामीले चाहिँ जस्तो com.example.something या त एपको नामहरू भनेको त यो हाम्रो प्याकेज नेम हो
भनेपछि हाम्रो आइडेन्टिफायर पनि हो है। प्याकेज नेम चाहिँ हाम्रो एप्लिकेसनको आइडी पनि हुन्छ। अब यो पछि कुराहरू सबै कुराहरू हामीले चेन्ज पनि गर्न मिल्छ। प्रोजेक्ट क्रिएट गर्ने बेलामा यदि हामीले प्याकेज नेम एउटा बनाएको छ र भोलि बिहान चेन्ज गर्नु पर्यो भने त्यो कुराहरू चेन्ज पनि गर्नु मिल्छ। तर प्याकेज नेम भनेको चाहिँ एउटा युनिक चाहिँ बनाउनुपर्छ हामीले फर्स्टमा चाहिँ। किन भन्दाखेरि चाहिँ अब जब हामीले चाहिँ प्ले स्टोरमा रिलिज गर्ने बेला आउँछ, यदि हाम्रो प्याकेजसँग मेल खाने कुनै अर्को एप भेट्यो भने अब हाम्रो एप चाहिँ प्ले स्टोरमा अपलोड गर्न पाइँदैन। भनेको यो प्याकेज भनेको हाम्रो एपको आइडी भनेर मान्दा पनि भयो। ठिक छ है। अब हाम्रो अर्को डिफ्रेन्ट ट्याग्सहरू हुन्छ मेनिफेस्टभित्र, एप्लिकेसन युजेस पर्मिसन्स युजेस एसटिके। अब यो भनेको एप्लिकेसन भनेको चाहिँ हाम्रो एप्लिकेसन्समा कस्तो कस्तो ट्याग्सहरू युज भइरहेको छ, कस्तो कस्तो कुराहरू हाम्रो एक्सएमएलको कुराहरू हुनसक्छ होइन। अनि अब हाम्रो इन्टेन्ट फिल्टर्सहरू, हाम्रो कम्पोनेन्ट्सहरू सबै कुराहरू चाहिँ हाम्रो एप्लिकेसन ट्याग्सभित्र आएर बस्छ। युसेज पर्मिसन्समा चाहिँ के भन्दाखेरि चाहिँ अब हामीले कस्तो टाइपको पर्मिसन्सहरू हाम्रो एपमा दिन खोजिरहेको छ, यो ट्यागमा चाहिँ हाम्रो पर्मिसन लेट्स चाहिँ क्यामेरा दिनु पऱ्यो भने युसेज पर्मिसन्स समथिङ हाम्रो क्यामेराहरू सबै कुराहरू चाहिँ हाम्रो युसेज पर्मिसन्स ट्यागभित्र चाहिँ इन्क्लुड गर्नुपर्छ। अर्को भनेको एसटिके भनेको अब हाम्रो एपले चाहिँ कुन टाइपको कुन लेभलको एसटिके युज गरिरहेको छ त्यो कुराहरू चाहिँ मेनिफेस्टमा चाहिँ डिक्लेयर गर्नुपर्ने हुन्छ। ठिक छ। अर्को भनेको यहाँनिर के छ भन्दाखेरि एप लेभल एट्रिब्युट्स है। अर्को भनेको भर्जन कोड एन्ड भर्जन नेम। भर्जन कोड भनेको के भन्दाखेरि चाहिँ लेट्स चाहिँ अब हामीले चाहिँ एप अपलोड गरिराखिन्छ त होइन, अपडेट्सहरू आइरहेको हुन्छ, त्यतिखेर चाहिँ अब के हुन्छ भन्दाखेरि एप त डिस्टिङ्ग्विस गर्नु पऱ्यो नि त होइन। प्ले स्टोरमा अपलोड गर्ने बेला यदि भर्जन कोड सेम छ भने उसले एप लिँदैन है। भर्जन कोडले के गर्छ भन्दाखेरि चाहिँ हाम्रो सेम भर्जन नेमको एप भए पनि होइन, तर अब त्यसमा चाहिँ अलिकति हामीले फिचर्स अपडेट गरिरहेको छ र हामीले अपलोड गर्दाखेरि चाहिँ भर्जन कोडलाई चाहिँ हाम्रो डिटरमाइन गर्नुपर्ने हुन्छ, भर्जन कोड चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। ठिक छ। अर्को भनेको भर्जन नेम। भर्जन नेम भनेको चाहिँ लेट्स चाहिँ अब 1.0.1 1.0.2 यस्तो टाइपको 1.0.0 भर्जन नेम भनेको चाहिँ हाम्रो एपको भर्जन। ठिक छ। अब यहाँनिर नेम स्पेस डिक्लेरेसनको कुराहरू छ, डिफ्रेन्ट एट्रिब्युट्सहरू हुन्छ यसमा। नेम स्पेस भनेको चाहिँ अब डिक्लेरेसन भनेको चाहिँ अब हामीले कहाँनिरबाट चाहिँ हाम्रो डिटीहरू लिएर आउने होइन, हाम्रो चाहिँ कस्तो कस्तो कुराहरू चाहिँ हाम्रो मेनिफेस्ट एक्सएमएलले चाहिँ सपोर्ट गर्छ त्यो सबै कुराहरू चाहिँ अब हाम्रो डिक्लेरेसनले ह्यान्डल गर्ने कुराहरू भयो। यहाँनिर एप पर्मिसन छ, यो कुराहरू सबै आइसक्यो है। यो ट्यागसँग चाहिँ अब के भने भन्दाखेरि हाम्रो एपले चाहिँ यो ट्याग बिना चाहिँ रन गर्न सक्दैन। या त कस्तो टाइपको सिस्टम कम्पोनेन्ट्सहरू छ हाम्रो एपले चाहिँ थाहा पाउँदैन। रन गर्नको लागि चाहिँ मेनिफेस्ट ट्याग चाहिने नै भयो, रुट है। ऱ्यापर भनेको चाहिँ मेनिफेस्ट हुन्छ हाम्रो एन्ड्रोइड एप्लिकेसन्समा। ठिक छ। अब मेनिफेस्टन को चाहिँ डिफ्रेन्ट एट्रिब्युट्सहरू छ। अब यहाँनिर XMLNS एन्ड्रोइड भनेर छ। भने चाहिँ यसले चाहिँ के भन्दाखेरि हाम्रो एन्ड्रोइडसँग रिलेटेड के एट्रिब्युट्सहरू छ होइन भने, या त हाम्रो यो एन्ड्रोइड भन्ने जुन डिटी छ नि यसमा होइन, योबाट चाहिँ सबै कुराहरू चाहिँ के गर्ने भयो यसले तान्ने भयो, या त कहाँबाट लिएर आउने भन्ने कुरा चाहिँ यहाँबाट डिफाइन गर्छ है। अब प्याकेज भनेको चाहिँ अब हाम्रो एप्लिकेसनको आइडेन्टिफायर भइहाल्यो। भर्जन कोड भने मैले के भनेको थिएँ, भर्जन कोड एन्ड्रोइड भर्जन कोड भनेर हामीले एक्सएमएलमा चाहिँ मेनिफेस्टमा चाहिँ एन्ड्रोइड मेनिफेस्टमा चाहिँ हामीले यो सबै कुराहरू इन्क्लुड हुन्छ। यो भनेको चाहिँ हाम्रो भर्जन कम्पेरिजनको लागि युज हुने भयो। भन्नु खोजेको अब हाम्रो लेट्स चाहिँ मैले 1.0.1 भन्ने एउटा भर्जनलाई चाहिँ मैले प्ले स्टोरमा हालेँ होइन, अब मैले चाहिँ 1.0.2 भनेर हाल्नु पऱ्यो भने भर्जन कोड यदि 1 थियो भने त्यसलाई 2 बनाएर हाल्नुपर्ने भयो। भनेको चेन्जेस आइरहेछ है भनेर चाहिँ भर्जन कोडले चाहिँ हाम्रो डिफाइन गर्ने भयो। अब एन्ड्रोइड भर्जन नेम भनेको चाहिँ हाम्रो एपको चाहिँ कुन चाहिँ भर्जन हो त्यो कुराहरू चाहिँ डिफाइन गर्ने भयो। केही छ यहाँसम्म? हामी आफै क्रिएट गरेर यो कुराहरू सबै कुरा हेर्छौँ, अहिले टेन्सन लिनु पर्दैन। जस्ट यो चाहिँ हाम्रो इक्जाम पोइन्ट अफ भ्यूलाई चाहिँ के कुराहरू लेख्नुपर्छ भन्ने कुराहरूको लागि चाहिँ यो कुराहरू एक्सप्लेन भइरह्यो है। अरू यस्तै इम्पोर्टेन्ट ट्याग्सहरू छ मेनिफेस्टमा। पर्मिसन्सको कुराहरू आइसक्यो। एप्लिकेसन भनेको चाहिँ अब हाम्रो के कम्पोनेन्ट्सहरू छ, कस्तो कस्तो सेटिङ्सहरू छ त्यो कुराहरू डिफाइन गर्नको लागि। अर्को भनेको एक्टिभिटी छ। एक्टिभिटी भनेको चाहिँ अब हाम्रो एपमा चाहिँ कस्तो कस्तो स्क्रिन्सहरू या त कस्तो कस्तो एक्टिभिटिजहरू हामीले युज गरिरहेको छ, क्लासेसहरू भनौँ न होइन, हाम्रो स्क्रिनहरू त्यो सबै कुराहरू एक्टिभिटी भइहाल्यो। सर्भिस भनेको ब्याकग्राउन्ड सर्भिसको कुरा अघि हामी कुरा भइसकेको थियो। रिसिभर भनेको चाहिँ अब हाम्रो ब्रोडकास्ट गरिसकेको कुराहरू त लिसन त गर्नु पऱ्यो नि त होइन, हो त्यो लिसन गर्ने कुराहरूलाई चाहिँ अब हामीले रिसिभरले चाहिँ हामीले इन्क्लुड गर्नुपर्ने हुन्छ, इन्क्लुड गर्नुपर्छ मेनिफेस्टमा। अर्को भनेको प्रोभाइडर, जुन हामीले कन्टेन्ट प्रोभाइडर भनेको छ त्यही कुराहरू नै हो। ठिक छ यहाँसम्म?
ठिक छ है। अझ अर्को फाइल छ भनेको हाम्रो ग्राडल भन्ने हुन्छ है। ग्राडलमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो एपमा भएको चाहिँ कस्तो कस्तो डिपेन्डेन्सिजहरू छ त्यो सबै कुराहरू चाहिँ हाम्रो ग्राडलमा आएर राख्ने भयो। यसमा चाहिँ के छ भन्दाखेरि अब हाम्रो एप फाइनल क्रिएट हुनको लागि चाहिँ सबै कुराहरू चाहिँ हाम्रो ग्राडलमा डिफाइन गरे हुन्छ। हाम्रो बिल्ड टुल्सदेखि लिएर कस्तो कस्तो लाइब्रेरिजहरू हामीले युज गरेको छ त्यो कुराहरू होइन, सबै कुराहरू चाहिँ हाम्रो ग्राडलमा आएर बस्छ। अर्को भनेको हाम्रो फ्लेभरको लागि युज हुन्छ। फ्लेभर भनेको चाहिँ अब डिफ्रेन्ट प्रोडक्सन डिफ्रेन्ट इन्भाइरोमेन्ट्स हामीले क्रिएट गर्नुपर्ने हुनसक्छ। लेट्स चाहिँ अब प्रोडक्सनमा चाहिँ अब हाम्रो छुट्टै लेभलको एपिआई हुनसक्छ, किनभने डाइरेक्ट प्रोडक्सनमा हामीले टेस्टिङ या त कुनै पनि काम गर्दाखेरि के हुनसक्छ, प्रोडक्सनलाई एफेक्ट गर्न सक्छ नि त, बिग्रिन सक्छ नि त। हो त्यतिखेर चाहिँ अब हाम्रो फ्लेभर सेटअप गर्नको लागि चाहिँ हाम्रो ग्राडलमै नै हामीले त्यो कुराहरू डिफाइन गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ के छ भन्दाखेरि हाम्रो एप सेटिङ्स भर्जन्सहरू सबै कुराहरू छ। अनि अर्को भनेको कोड सिङ्किङ एन्ड साइनिङ है। कोड सिङ्किङ भनेको चाहिँ अफस्केट या त कोडलाई चाहिँ सानो बनाउने, जस्तो हाम्रो मिनिफाई जेएस युज गर्छ नि, गरेको छ कि छैन मिनिफाई जेएस, छैन ल, त्यो लगभग काम नै त्यही नै हो है। मिनिफाई जेएसले के गर्छ भन्दाखेरि चाहिँ अब हाम्रो फाइल त धेरै लामो हुन्छ नि त होइन, त्यो कुराहरूलाई चाहिँ अब के भन्छ कम्प्रेस गर्ने काम गर्छ कोड सिङ्क मिनिफाई जेएसहरू, यिनीहरू नै यस्तै हो। अर्को भनेको साइनिङ भनेको चाहिँ अब हाम्रो एपलाई चाहिँ रिलिज गर्नुभन्दा अगाडि हामीले साइन्ड एपिके जेनेरेट गर्नुपर्ने हुनसक्छ। हाम्रो की स्टोर फाइलहरू कहाँनिर छ त्यो सबै कुराहरू चाहिँ हामीले डिफाइन गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हाम्रो सबै कुराहरू चाहिँ केमा हुन्छ, हाम्रो ग्राडलमा आएर बसेको हुन्छ, या त हामीले डिफाइन गरिन्छ है। ठिक छ यहाँसम्म। जस ग्राडलमा हामीले की स्टोर पाथहरू चाहिँ दिनुपर्ने हुन्छ हामीले साइनिङ गर्ने बेलामा। ठिक छ यहाँसम्म। अब ग्राडल भने बिल्डर ग्राडल चाहिँ दुई तरिकाको हुन्छ, दुईवटा हुन्छ भनौँ न। एउटा चाहिँ हाम्रो प्रोजेक्ट लेभल हुन्छ, अर्को भनेको चाहिँ एप लेभल हुन्छ। अब यो कुरा के छ भन्दा प्रोजेक्ट लेभलमा मैले के भनेको थिएँ, हाम्रो ग्राडल भर्जन्सहरू आउने भयो। अर्को भनेको हाम्रो होल प्रोजेक्टको लागि चाहिँ कस्तो कस्तो कुराहरू चाहिन्छ, हाम्रो लाइब्रेरिजहरू तान्नुपर्ने कुराहरू, कहाँबाट चाहिँ हाम्रो डिपेन्डेन्सिजहरू आइरहेको छ, त्यो सबै कुराहरू चाहिँ हाम्रो यो रिपोजिटरिजहरू चाहिँ सबै कुराहरू प्रोजेक्ट लेभलमा चाहिँ डिफाइन गर्नुपर्ने हुनसक्छ। रेपो भनेको चाहिँ के भन्दाखेरि चाहिँ लेट्स चाहिँ हामीले एउटा थर्ड पार्टी प्याकेज ल्याएर हामीले युज गऱ्यौँ, रेट्रोफिट भन्ने छ। रेट्रोफिट भन्ने हामीले ल्याएर कहाँ ल्याएर राखेको छ त, लेट्स चाहिँ जिट प्याकमा हुनसक्यो, म्याभेन सेन्ट्रल भन्ने छ, जे सेन्ट्रल भन्ने छ, गुगल भन्ने छ, भनेको डिफ्रेन्ट रेपोजिटरिजहरू छ। त्योनिरबाट चाहिँ अब हामीले कुनै हाम्रो एप लेभलमा हामीले डिफाइन गरेको कुराहरूलाई चाहिँ अब त्यो रेपोहरूलाई चाहिँ हामीले यहाँनिर डिफाइन गर्नुपर्ने हुन्छ है। अर्को भनेको अब कन्फिगुरेसन्सहरू के कुराहरू छ सबै कुराहरू चाहिँ हाम्रो प्रोजेक्ट लेभलमा आउने भयो। सर्ते भन्दाखेरि के भयो भन्दाखेरि किन गइराख्ने हो, नो 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 यो रेपोजिटरिज हाम्रो चाहिँ कतिखेर युज हुन्छ भन्दाखेरि चाहिँ अब हामीले थर्ड पार्टी प्याकेजेसहरू युज गर्नु पर्यो भने चाहिँ अब हामीले कहाँबाट आइरहेको छ त यो प्याकेज भनेर त हाम्रो एपलाई त थाहा दिनु पऱ्यो नि त। हो त्यसको लागि चाहिँ हामीले प्रोजेक्ट लेभलमा लगेर चाहिँ यो कुराहरू हाल्नुपर्ने हुन्छ। ग्राडल अब यहाँनिरबाट चाहिँ डिफ्रेन्ट के छ भन्दाखेरि एन्ड्रोइड कोरहरू छ, हामीले यो डिपेन्डेन्सीहरू युज गरिरहेको छ नि त होइन, यो डिपेन्डेन्सिजहरू अब यो डिपेन्डेन्सीहरू कहाँबाट तानिरहेको छ त हामीले होइन, कुन रेपोमा छ त त्यो कुराहरू चाहिँ हामीले अब यहाँनिरबाट चाहिँ हामीले डिफाइन गर्नुपर्ने हुन्छ कि यहाँनिर देख्न सकिन्छ प्लगिन्सहरू एन्ड्रोइड एप्लिकेसनबाट तान, योबाट कट्लिन एन्ड्रोइडबाट तान भन्ने खोजेको कहाँबाट आइरहेको छ त्यो कुराहरू चाहिँ रेपोहरू हामीले कहाँनिरबाट तानिरहेको छ सबै कुराहरू चाहिँ हाम्रो प्रोजेक्ट लेभलमा लगेर चाहिँ हामीले हालिरहेको हुन्छ। ठिक छ। अब एप लेभलमा चाहिँ हाम्रो एसटिके भर्जन्स के भर्जन कोड भर्जन नेम सबै कुराहरू चाहिँ हाम्रो एप लेभलमा आएर आउने भयो। यसमा चाहिँ जस्ट हाम्रो इन्स्ट्रक्सन र सेटिङ्सहरूलाई चाहिँ हाम्रो एपको लागि चाहिँ युज हुने भयो। अर्को भनेको के छ यहाँनिर फ्लेभर्सहरू मैले भनेको थिएँ, हाम्रो बिल्ड टाइप्सहरू के हुनसक्छ त्यो सबै कुराहरू चाहिँ केमा आएर बस्ने भयो अब एप लेभल बिल्ड डट ग्राडलमा। यहाँसम्म ठिक छ। रेपोजिटरहरू छ र यो कुराहरू अब हाम्रो पढ्दै जान्छ, गुगल हाम्रो अफिसियलको जेटप्याक सबै कुराहरू यसमा हुन्छ। म्याभेन सेन्ट्रल भन्ने छ, अर्को जिटप्याक आइयो भन्ने छ, अर्को भनेको जे सेन्टर। अब यो सबै कुराहरू चाहिँ आफ्नो आफ्नो युज केसहरू छ जहाँ लगाएर अब हामीले रियुजेबल लाइब्रेरिजहरू बनाउनु पर्ने हुनसक्छ नि त होइन, त्यो सबै कुराहरू चाहिँ अब हाम्रो रिपोजिटरिजमा आएर बस्ने भयो। डिफ्रेन्ट छ गुगल म्याभन भनेपछि चाहिँ अब हामीले हाम्रो प्याकेजेसहरूलाई चाहिँ पब्लिकली एभाइलेबल गर्नु पऱ्यो भने चाहिँ जिटप्याकहरू छ। अनि अर्को भनेको म्याभेन सेन्ट्रल भन्ने छ। अर्को छ अब एक्टिभिटी, अघि देख्न सकिन्छ हाम्रो मेन एक्टिभिटी भन्ने कुराहरू छ है। अब एक्टिभिटी भनेको चाहिँ हाम्रो एउटा स्क्रिन हो, त्यसरी बुझ्दा भयो। यो कुराहरूलाई चाहिँ लगेर अब हामीले के गर्नु पऱ्यो,
म्यानिफेस्टमा लगेर हाल्नुपर्ने हुन्छ। एक्टिभिटीको आफ्नै लाइफ साइकल हुन्छ। अनि यहाँनिर अब देख्न सकिन्छ दुइटै हुनसक्छ है, हाम्रो जाभा र कटलिन दुइटै सपोर्ट गर्छ हाम्रो कोड बिल्ड गर्ने बेलामा। यसको आफ्नो लाइफ साइकल मेथड्सहरू अन क्रिएट, अन स्टार्ट, अन रिज्युम, अन पज, यसको अरू पनि कुराहरू छ, अन डिस्ट्रोयहरू, सबै कुराहरू चाहिँ यसको लाइफ साइकलहरू हुन्छ। लाइफ साइकल भनेर थाहा होला नि त होइन। भनेपछि अब एउटा एक्टिभिटी सुरु हुँदाखेरि चाहिँ अब कुन कुन फेजबाट जान्छ होइन, अनि कहाँ गएर डिस्ट्रोय हुन्छ, सबै कुराहरू चाहिँ के हुन्छ म्यानेज गर्नुपर्ने हुनसक्छ हामीले एप क्रिएट गर्ने बेलामा। हाम्रो अब लेट्स चाहिँ अब मैले ब्याक गर्ने बेलामा के गर्ने होइन, जस्तो मैले म्युजिक प्लेयर चलाइरहेको छु भने मैले अब त्यो मेरो एपलाई ब्याक गरेँ भने के गर्नु पऱ्यो, गीत त बज्नु पऱ्यो नि होइन। हो अन पजमा त्यो कुराहरू डिफाइन हुनुभयो। यस्तो यस्तो कुराहरू चाहिँ लाइफ साइकल्सहरू ह्यान्डल गर्न मिल्छ। कसैले रियाक्ट गरेर चाहिँ रियाक्टमा छ नि त होइन आफ्नो लाइफ साइकल मेथड्सहरू। कम्पोनेन्ट डिड माउन्ट। अब इन्टेन्ट्स भनेको चाहिँ अब के भन्दाखेरि अब हाम्रो एक्टिभिटिजहरू बिट कम्युनिकेसन गर्नु पऱ्यो, नेभिगेसन गर्नु पऱ्यो भने चाहिँ अब हामीले इन्टेन्ट्सहरू युज गर्छ। यहाँनिर यो भनेको मेनिफेस्टोमालाई हामीले सबै एक्टिभिटिजहरूलाई चाहिँ के गर्नु पऱ्यो, इन्क्लुड गर्नुपर्ने हुन्छ। लाइफ साइकल छ क्लास या त हाम्रो एक्टिभिटिजहरू कुन कुन मेथड्सबाट जान्छ त्यो सबै कुराहरू हाम्रो एक्टिभिटी लाइफ साइकल हो। यसमा चाहिँ अब बिहेभियरहरू सबै कुराहरू चाहिँ इन्क्लुड हुने भयो। लाइफ साइकल यो कुराहरू चाहिँ हामी पढ्छौँ है, यो कुराहरू हामी प्र्याक्टिकलै गरेर हेर्छौँ। अनक्रिएट भनेको चाहिँ कतिखेर हुने भयो भन्दाखेरि चाहिँ अब हाम्रो एप चाहिँ सुरु भइसकेपछि अनक्रिएट आउने भयो, हाम्रो भ्युजहरू सबै कुराहरू चाहिँ यहाँनिर इनिसियलाइज हुने भयो। अन स्टार्टमा चाहिँ अब भिजिबल चाहिँ हुन्छ तर अब युजरले इन्टरेक्ट चाहिँ गर्न मिलेन। अन रिज्युम भनेको चाहिँ अब हाम्रो एप चाहिँ युजरले इन्टरेक्ट गर्न मिल्ने भयो है, भइसकेपछि के भयो अन रिज्युममा आएर बल्ल हामीले युजरले चाहिँ इन्टरेक्ट गर्न मिल्ने हुन्छ। अन पज भनेको चाहिँ हाम्रो एप चाहिँ पार्सली हिडन छ अनि नयाँ एक्टिभिटी छ भन्ने कुरा। अन पज भनेको चाहिँ लेट्स चाहिँ हामीले एपलाई ब्याक गऱ्यो, ब्याक गऱ्यो भने के हुन्छ अर्को कुराहरू आउन सक्छ, या त हाम्रो लन्चर आइकर हाम्रो होममा जान्छौँ, त्यो भनेको अन पज एउटा ट्रिगर भएर अन स्टपमा गएर बस्छ। अन स्टप भनेको अब हाम्रो एप चाहिँ देखिँदैन है भन्ने कुराहरू हो। अनि रिस्टार्ट भनेको चाहिँ अब हाम्रो ब्याकग्राउन्डमा हामी चलिरहेको थियो, लेट्स चाहिँ मैले चाहिँ ब्याक गरेर अनि हामी फेरि क्लिक गर्छ नि, त्यो कुराहरू चाहिँ हाम्रो रिस्टार्ट र डिस्ट्रोयमा गएर चाहिँ बस्ने भयो, रिस्टार्टमा गएर बस्ने भयो। डिस्ट्रोय भनेको चाहिँ अब हाम्रो एप चाहिँ कम्प्लिटली क्लिनअप भयो या त हामीले चाहिँ अब त्यसलाई फाइनली क्लोज गरियो भइसकेपछि डिस्ट्रोय भयो। यहाँनिरबाट देख्न सकिन्छ है सबै कुराहरू यहाँनिरबाट डिफाइन गर्न मिल्यो। लन्च हुने बित्तिकै अनक्रिएटमा गएर जाने भयो, अन स्टार्ट अन रिच। अब यो यति छिटो हुन्छ कि होइन, अब यो हामीले नर्मल्ली थाहा नै पाइँदैन जस्तो है। अब अन रिज्युममा गएर चाहिँ अब युजरले चाहिँ इन्टरेक्ट गर्न मिल्यो, सबै टास्कहरू गर्न मिल्यो। त्यसपछि ब्याक गऱ्यो भने के भयो भन्दाखेरि चाहिँ अब अन पज ट्रिगर भएर अन स्टपमा जान्छ। अनि त्यसपछि यदि अब फेरि ब्याक आयो भने के हुन्छ, रिस्टार्टमा गएर फेरि सुरु हुन्छ अनि फेरि अन स्टप भइसकेपछि फेरि अनक्रिएटबाट जाने भयो, या त क्लोज गरिसक्यो हुनसक्यो। क्लोज गरिसकेपछि के हुने भन्दाखेरि हाम्रो अन डिस्ट्रोयमा जान्छ, एप्लिकेसन चाहिँ लुक्ने भयो। अर्को छ सरी लाइफ साइकल, यति नै हो, धेरै कुराहरू केही पनि छैन यसमा चाहिँ। अनक्रिएट, अनस्टार्ट, अन रिज्युम हाम्रो सुरु हुने बित्तिकै यो कुराहरू हुन्छ। यदि हामी एपबाट बाहिर गयो भने चाहिँ अन पज र अन स्टप आउँछ, र फेरि यदि हामी रिटर्न ब्याक आयो भने चाहिँ अन रिस्टार्ट, स्टार्ट र रिज्युम आउँछ। अनि त्यसपछि क्लोज भन्दाखेरि पज, अन स्टप, डिस्ट्रोय, यो सबै कुराहरू लाइफ साइकलको फ्लोहरू छ। अब इन्टेन्ट है, इन्टेन्ट भनेको चाहिँ के भन्दाखेरि चाहिँ हाम्रो इन्टेन्सन के छ भन्ने कुराहरू हुन्छ नि, हामीले के गर्न खोजिरहेको त भन्ने कुराहरू चाहिँ इन्टेन्ट नै भयो। इन्टेन्ट भनेको चाहिँ अब हाम्रो एक्टिभिटिज बिट नेभिगेसन गर्नु पऱ्यो भने चाहिँ हामीले इन्टेन्ट युज गर्छौँ। एउटा ब्रिज हो यो चाहिँ है। दुईवटा टाइप छ, एक्सप्लिसिट र इम्प्लिसिट। एक्सप्लिसिट भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब हाम्रो विदिन द एप नै यदि हामीले कुनै नेभिगेसन गरेको छ भने त्यो भनेको एक्सप्लिसिट इन्टेन्ट हुन्छ। लेट्स चाहिँ म अब लगइन स्क्रिनबाट साइनअप स्क्रिनमा गयो भने त के भयो, एक्सप्लिसिट इन्टेन्ट हुन्छ है। अर्को भनेको इम्प्लिसिट इन्टेन्ट छ। इम्प्लिसिट इन्टेन्ट भनेको चाहिँ कतिखेर युज हुन्छ भन्दाखेरि चाहिँ लेट्स चाहिँ अब मैले चाहिँ मेरो एपको लागि चाहिँ पर्मिसन दिनुपर्ने थियो, पर्मिसन दिएन होइन, भनिसकेपछि के गर्नुपर्ने, मैले चाहिँ सेटिङ्समा रिडाइरेक्ट गर्नु पऱ्यो, त्यतिखेर त के युज हुने भयो, इम्प्लिसिट इन्टेन्ट। भनेपछि मेरो एपमा भएको के कुराहरू छ त, मेरो एपमा भएको टास्कहरू ओपन गर्नु पऱ्यो भने या त ब्राउजर ओपन गर्ने हुनसक्छ, मेल ओपन मेल जिमेल खोल्छ नि घरिघरि, जिमेल खोलाउनु पऱ्यो, या त फोन डाइलर खोलाउनु पऱ्यो, या भनेपछिको मोबाइल फोनको कम्पोनेन्टसँग यदि हामी खेल्नु पऱ्यो भने त्यतिखेर के युज गर्नु पऱ्यो, इम्प्लिसिट इन्टेन्ट।
एक्सप्लिसिट कतिखेर युज हुनुभयो एपकै कम्पोनेन्ट्सहरूभित्र भयो भने चाहिँ एक्सप्लिसिट भयो इम्प्लिसिट भनेको त सिस्टमको सेटिङ्सहरूसँग खेल्नु पऱ्यो भने चाहिँ के भयो इम्प्लिसिट इन्टेन्टहरू भयो अर्को टर्म आउँछ फ्र्यागमेन्ट फ्र्यागमेन्ट भनेको त रियुजेबल कम्पोनेन्ट्सहरूको लागि युज हुने भयो या त एउटै स्क्रिनमा हामीले डिफ्रेन्ट टास्कहरू गर्नु पऱ्यो डिफ्रेन्ट भ्युजहरू देखाउनु पऱ्यो त्यतिखेर त के युज हुनुभयो फ्र्यागमेन्टहरू ठिक छ यसको पनि आफ्नै लाइफ साइकलहरू हुन्छ फ्र्यागमेन्टको यो भनेको लगभग उस्तै हो जस्ट यति कुरा बुझ्नु कि बिना एक्टिभिटी फ्र्यागमेन्ट रन हुँदैन है फ्र्यागमेन्ट सुड बी द पार्ट अफ एक्टिभिटी एक्टिभिटीबाट चाहिँ हामीले फ्र्यागमेन्टलाई चाहिँ के गर्नु पऱ्यो बल्ल इनिसियलाइज गरेपछि मात्रै काम गर्न मिल्छ फ्र्यागमेन्ट आफैमा स्ट्यान्डअलोन तरिकाले चाहिँ हामीले इनिसियलाइज गर्न मिल्दैन है अट्याच हुनैपर्छ एक्टिभिटीमा पर्मिसन्सहरू छ पर्मिसन भने के हो हाम्रो सिस्टम सेटिङ्सहरूसँग चाहिँ कुनै पनि टास्कहरू यदि हामीले गर्नु पऱ्यो भने चाहिँ पर्मिसनहरू दिनुपर्ने हुन्छ हाम्रो सेटिङ्सहरूको कुराहरू छ है यो पर्मिसन चाहिँ अब हामीले किन दिनुपर्छ पर्मिसन्सहरू अट्याक्स भन्दा पनि युजरको प्राइभेसीको लागि क्या अब जस्तो क्यालेन्डरको लागि हाम्रो कन्ट्याक्ट जरुरी छ त छैन नि त होइन हो यस्तो कुराहरू चाहिँ हाम्रो युजरको सेक्युरिटीको लागि चाहिँ पर्मिसन्सहरू हामीले डिक्लेयर गर्नुपर्ने हुन्छ अनि अब क्यालेन्डरको लागि चाहिँ हाम्रो ग्यालरी पनि हामीलाई चाहिँदैन भनेको जुन एपको लागि जुन स्पेसिफिक कुराहरू चाहिन्छ जस्तो अब नेभिगेसनको लागि चाहिँ के चाहियो जिपिएसको पर्मिसन्सहरू चाहियो होइन ब्याकग्राउन्डको पर्मिसनहरू चाहिन सक्छ यदि नेभिगेसन गर्दाखेरि यस्तो कुराहरूलाई चाहिँ अब के हुने भयो पर्मिसनले चाहिँ हामीले ह्यान्डल गर्ने हाम्रो एपलाई जुन पर्मिसन चाहिन्छ त्यो पर्मिसन्सहरू चाहिँ हामीले डिफाइन गर्नुपर्ने हुन्छ कहाँलाई डिफाइन गर्नुपर्ने हुन्छ सक्छ कहाँलाई डिफाइन गर्नुपर्छ पर्मिसन्स केमा मेनिफेस्टमा भने होइन मेनिफेस्टमा चाहिँ सबै कुराहरू हुन्छ पर्मिसन्स कम्पोनेन्ट्स सर्भिसेसहरू सबै कुराहरू मेनिफेस्टमा आएर बस्छ ठिक छ यहाँसम्म केही छ क्वेसन्स ल आजलाई यति नै गरौँ होइन अब भोलिबाट चाहिँ हामी एप क्रिएट गरेर अनि अब जे कुराहरू आज हामीले पढ्यौँ त्यो कुराहरू सबै सघाउँछौँ है